हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। हेर्नु त, आज काम गर्ने भनेर यो होटलमा आएको। यो चाहिँ समुद्रको एकदम किनारमा छेउमै पर्छ। उताको भ्यू चाहिँ मैले देखाइन। यो बिराहरू आउने बित्तिकै गेटको छेउमा यिनीहरू थिए। यिनीहरूसँग हल्का खेल्न लाग्यो। क्या प्यारो प्यारो चाहिँ एकदम माया लाग्छ कि यस्तो खेल्छ। मान्छे आउने बित्तिकै मेउ मेउ गर्छ दिन्छ भनेर अहिले भित्र गएर केही न केही खानेकुराहरू यिनीहरूलाई दिनुपर्ने हुन्छ पुरै। अनि यो घुमला छ भित्र पुरै रेस्टुरेन्टमा है। घुमला राखेछ। अझ रेनोभेट गर्ने भनेर यिनीहरूलाई आज कार्यक्रम हाम्रो सार्ने कार्यक्रम छ। यो पुरै घुमला सानो छ, ठुलो छ, धेरै छ, कति धेरै छ। पुरै घुमला पुरै भरेछ। जताततै घुमला 1 से 1 फुल फ्लावरहरू यिनीहरू नयाँ पुरानो कस्तो सबै छ। ठुल्ठुलो रुखहरू पनि छ। यत्रो उसको हुन्छ नि, के भन्छ त्यो खजुरको सेम त्यस्तै रुख छ है, त्यस्तै पेड छ यो चाहिँ। यसो क्या मजाको थियो। अनि मैले यसो भिडियो लिदिएको। यहाँ यस्तो पुरै यस्तो छ। क्या रमाइलो छ, दामी छ। पुरै भित्र त बारी पुरै जङ्गल जस्तो, बगैँचा जस्तो है। मजाले बसेर गहन्दै दिन बिताउँ जस्तो रमाइलो ठाउँ छ कि। त्यो भएर मैले भिडियो लिदिएको। क्या दामी छ कि पुरा उल्टा भिडियो लिदिएको। के गर्ने, केटाहरू यसो कामको रेस्ट गरेर यता गफसफ हान्दैछन्, सिगरेट पिँदैछन्। अब म चाहिँ यसो बसिरहेको। म त भिडियो बनाइरहेको, बसिरहेको पनि भिडियो। दामी फिल्महरू छ कि मलाई चाहिँ भिडियो लिन मन लागेर यस्तो केटाहरू पुरै गफ हानेछन्, रेस्ट गर्दा कफी हानिरहेछन्। अनेक किसिमका रुखहरू, बिरुवाहरू, बोराहरू पनि ठुल्ठुलो बोटहरू भयो। म पनि ल अब यसो भिडियो बनाएर भ्याएर कफी पिउनु लाग्यो। आजलाई यति नै। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।